छिरिङ दोस्त कता जाँदैछौँ हामी चाहिँ यति बेला कहाँ छौँ भन्दाखेरि लेक डिस्ट्रिक्टको एउटा ठुलो लेक छ त्यो लेकको साइडमा छौँ हामीहरू यो ट्रेलमा चाहिँ जाँदैछौँ बाटोमा अहिले परबाट पनि देखाउनु तपाईँहरूले छेक्छ ट्रेकिङ गर्छ हिँड्दा खेलिरहेको थियो हामीहरू पनि जाने तल पानी खेल्नलाई फ्रेसिङ छ नि होइन ठाउँ त No, you can sit. Oh, really? All right, thank you. बिचराहरू किन आउँछ त्यसमा किन होइन होइन उनीहरूको जाने टाइम नै भएर पनि छोडेर ठिक छ तर यिनीहरू धेरै रेस्पेक्ट गर्ने है सबैले ह्यान्डल घुमाउँदै हिँडाएको होला क्या त्यहाँ त हो त हो यता लगिरहेछ घरि उता लगिरहेछ ला बिचैमा रोक्यो त जाँदैछ यत्रो ठुलो ताल बाबा बबाल छैन त दोस्त कस्तो लागिरहेछ छिरिङ दोस्त पानीको थालेन अब छँदैछ नि चार्जर हाम्रो के गरिरहेको अब हामीहरू चाहिँ केसुइकबाट फर्किँदैछौँ फर्किँदाखेरि चाहिँ हामीहरू यसरी यस्तो दामी ठाउँ छ भ्यूहरू हेर्दै फर्किँदैछौँ अब हामी चाहिँ त्यहाँ केसुइकको बस स्टेसनमा गएर हामी कार्लालको लागि बस चढ्छौँ त्यस पछाडि बसमा गएर त्यसै कार्लाल पुगेर अनि कार्लालको सिटी सेन्टर त्यो एकछिन घुम्छौँ अनि त्यस पछाडि चाहिँ यसो ड्रिङ्क्स गर्छौँ त्यस पछाडि यसो केही खानेकुरा खाजाहरू खान्छौँ त्यस पछाडि घर जान्छौँ अनि त्यस पछाडि चाहिँ फोहोर फाल्दिँदा हुन्छ सही हो त्यो उता यार अरूले फोहोर गरेको पनि टिपेर ल्याएर हालिदिनु यहीँ पर्थ्यो क्या प्लास्टिकै थिएन कस्तो छोडिदिएर गयो नि तिनीहरूले छिरिङ दोस्तले लटक्क छ नि हाम्रो फोहोरहरू चाहिँ यहाँ फाल्दैछ गुड म्यान छिरिङ दोस्त यतिको चाहिँ हुनपर्छ है युकेमा बस्नको लागि यस्तै नियमहरू चाहिँ फलो गर्नुपर्छ गाह्रो छ गाइस नेपालमा जस्तो
यस्तो छैन, नेपालमा पनि यस्तो खालको रुल्सहरू हामी आफैले फलो गरेर अगाडि गर्ने भने त कति राम्रो हुन्थ्यो होला होइन। सो हामीहरू चाहिँ यति बेला ठ्याक्कै सबै घुमिसकेर चाहिँ अनि त्यस पछाडि हामीहरू चाहिँ अब निक्लिन लागिरहेछौँ यो ठाउँबाट। सो एकदमै राम्रो ठाउँ छ, एकदमै राम्रो ठाउँ छ, केही छैन आवश्यक। यहाँबाट चाहिँ बोटिङ सुरु हुन्छ गाइस, बोटिङहरू यसरी सुरु हुन्छ यहाँबाट बोटिङ जाने। यहाँ बोटिङ गऱ्यो भने चाहिँ पुरै उता लिएर जान्छ अनि त्यो पारीको जुन होटल छ त्यहाँनिर फोकस गरेर देखेर चाहिँ हो त्यो होटलमा चाहिँ लन्च पनि गराउँछ अरे, त्यही इन्क्लुडिङ प्राइसमा त्यो होटल छ नि जुन बोटिङको प्राइसमा भनेर भनेको थियो। अहिले इन्फर्मेसन तर हामीहरू चाहिँ गएन, त्यही भएर हामीसँग टाइम पनि भएन भनौँ न, उता पुग्न गयौँ त्यो भएर अहिले चाहिँ हामीहरू त्यहाँ बस्यौँ एकचोटि, त्यहाँनिर यसो फोटोसोटो खिच्यौँ अनि खाजाहरू खायौँ त्यो डाँडामा चाहिँ। अनि त्यस पछाडि हामीहरू अहिले चाहिँ उता पर कहाँ धेरै पर पुगेर अनि त्यसपछि आयौँ। त्यसपछि अहिले चाहिँ हामीहरू फर्किँदैछौँ। सो छिरिङ दोस्त हाम्रो यहाँ छ, छिरिङ दोस्त पनि भिडियो बनाउँदै रहेछ। सो छिरिङलाई चाहिँ कस्तो लागिरहेको छ छिरिङ दोस्त? एकअर्काको भिडियो बनाउँदै हो क्या?